आज म हजुरहरू समक्ष एउटा खुसीको खबर लिएर आइरहेको छु। रसियाले क्यान्सरको औषधि पत्ता लगायो भनेर खबर आइरहेको छ। रसियालाई सर्वप्रथम त धन्यवाद दिन चाहन्छु र सफलताको शुभकामना पनि। अब औषधि प्रभावकारी होस् र सबै मान्छेहरूको पहुँचमा पुग्ने गरी सुपथ मूल्यमा निर्माण होस् र गरिबहरूको पहुँचमा पनि पुगोस्। नेपालमा पनि यस्तै हजारौँ मान्छेहरू क्यान्सरबाट पीडित भएर लाखौँ पैसा खर्चाउने र घर घडेरी सकिने, उनीहरूको सबै जायज यता सकिने र उपचार गर्न नसकिने अवस्था आउने। तर पनि जति सम्पत्ति सके पनि रोग निवारण नहुने, त्यही रोगका कारणले मान्छे मर्नु परेर धेरै अकालमा ज्यान गएको छ र सुपथ मूल्यमा विश्वभरि त्यो औषधि फैलिएर नेपालमा पनि नेपालीहरूले प्रयोग गर्न सक्ने हैसियतमा नेपालमा नि आओस् र यसले सबैको भलो गर्नेछ र प्रभावकारी होस् भन्न चाहन्छु। हजुरहरूलाई पनि यो रसियाले क्यान्सरको औषधि पत्ता लागेको बारेमा के कस्तो लाग्छ कमेन्ट गर्नुहोस् है। हस्, थ्याङ्क यू, नमस्कार।